ट्रेन आएर ट्रेन यस्तो हुन्छ रोमानियन आइटमहरू क्रिसमस हेलो गाइज फेरि पनि तपाईँलाई स्वागत छ मेरो अर्को नयाँ भ्लगमा अनि आज चाहिँ म अब यसो भ्यू देखेर थाहा पनि भइसक्यो होला मैले कहाँको भ्लग बनाउँदैछु भनेर अनि म चाहिँ आफ्टर लङ टाइम भनौँ न मैले 2.5-3 महिनापछि भिडियो बनाउँदैछु अब त्यस्तै अब बाहिर आएपछि अब अलिकति बिजी त भइहाल्दो रहेछ त्यही भएर बिजीको कारणले भिडियोहरू हाल्नु पर्छ फेरि पनि तपाईँलाई स्वागत छ मेरो न्यू डे न्यू भ्लगमा अब भ्लग हाल्ने कोसिस गर्छु अनि अब के हुन्छ म देखाउँछु हेर्दै जाने होला ल हेर्नु ल यो चाहिँ म चाहिँ अब कहाँ होला अब तपाईँहरू आफै गेस गर्नु होला अब थाहा पाएमा कमेन्ट पनि गर्नु होला अनि आज के गर्छु म देखाउँछु आज यसो जाडो पनि छ अनि साथी र म बाहिर हिँड्दा छौँ ठिक छ अब के हुन्छ म सब देखाउँछु हेरिदिनु होला मलाई देखाइदिनु होला है त यति भन्दै इन्जोय ल अब म देखाउँछु त गाडी आएछ भेट्नुपर्छ गाडी के गर्नु रोमानियामा गएको छ भेट्नुपर्छ गाडी के गर्नु रोमानियामा गएको छ ए भनेछ यार रोमानिया भन्नु साथी चाहिँ अगाडि चाहिँ यस्तो हिँडिरहेको अगाडि कुदिराखेको छ अब हामी 205 गाडी यो होइन हौ जान्छ ल ल गाडी चढ्न लाग्यो है त ल हामी चाहिँ गाडीबाट झऱ्यो र म तलमा रोमानियामा नि के छ भने इन्डिया गेट छ है यो ल हेर्नु इन्डिया गेट रोमानियामा नि छ देख्नु इन्डिया गेट हो ल यहाँ रोमानियामा त्यस्तो स्कुटरहरू नि पाइन्छ यस्तो खतरा भ्यू देख्छ ल हेर्नु नि कुदाउने हाँसी पनि कुदाइदिने हो ल आज चाहिँ हामी पार्कतिर यसो घुम्न आएको हेरौँ अब के हुन्छ देखाउँछु म अहिले ल हामी त पार्क त घुम्न आइयो केही पनि रहेछ जाडोमा अब फर्किन लाग्यो त्यो त्यहाँ छ केही छैन हौ पार्कमा यो त बोयफ्रेन्ड गर्लफ्रेन्ड आउने पार्क पो हो क्या हो गाह्रो छ केही छैन रहेछ घुम्न आइयो तर केही पनि छैन अब हामी फेरि अर्कै ठाउँ जान्छौँ त्यहाँ गएर देखाउँछु म के हुन्छ फेरि है त ल हामी त फेरि ट्रेन चढ्न लाग्यो न फेरि अर्को ठाउँ जानु अघि गएको ठाउँमा यही नै केही पार्कमा किने फेरि अर्को ठाउँ घुम्न जानु लाग्यो त्यस्तो छ युरोप भन्नु मात्र हो के युरोप भन्नु हो यस्तो यार ठिक छैन युरोप भन्नु मात्र अरू त फोरै हुन्छ युरोप एउटा बोलिरहेको छु ल अब यो चाहिँ कार्ड हो है मास्टर कार्ड हो ट्रेन चढ्ने मास्टर कार्ड अब चाहिँ हामी ट्रेन चढ्न लागेको सरी यसको चाहिँ ट्रेन चढ्न लागेको युरोपमा हामी ट्रेन चढ्ने ठाउँमा आइसक्यो 2 जनाको 10 रुपियाँ एकजनाको 5 रुपियाँ ट्रेन स्टेसन चाहिँ यस्तो छ यहाँ बुकारेस्टको ल्याएर चाहिँ केही देखाएको छैन अब हामी कताबाट चढ्ने हो त्यो चाहिँ थाहा छैन बिजुली हेर्दैछ हेरौँ है त मेट्रोको त उता छ यहाँ त छैन त्यो ट्रेन आएर ट्रेन आयो ट्रेन ट्रेन चढ्न ल चलेन आज दिनभरि ल के काम छैन जो गाता हो गाता 10 रुपियाँ गाता एकचोटि चढेको गाता इन्डिया गेटै छैन अर्को गाडी छैन र अघि ट्रेनको टिकट काटेको फेरि काट्नु पर्दैछ अनि त्यसो त डर महँगो लियो त है
3 रुपियाँ के गर्नु गाह्रो छ साथीहरू यस्तो छ जिन्दगानी दर्पणसँग बिजुको पनि जस्तो छ ल ठिक छ अहिले देखाउँछु ल तपाईँहरूलाई म यो हाम्रो युरोपमा चाहिँ के सुविधा छ भने यस्तो सुविधा छ है त पैसा चाहिँ हुनु पर्यो जे पनि हुन्छ यहाँ ल हेर्नु हाम्रो नेपालमा पठाउ भने जस्तो टक्क यहाँ स्क्यान गर्नुपर्छ यहाँ है स्क्यान गर्ने टक्क मोबाइल त्यहाँ राख्ने कहाँसम्म जाने टक्क चलेर जाने कहाँसम्म जाने हो यात्रा कहाँसम्मको हुन्छ त्यहाँसम्मको टक्क लाएर चढेर जाने हो किनभने हामीसँग पैसा छैन गाह्रो छ है के भन्ने अब गाह्रो छ त्यस्तो सुविधा छ यहाँ चाहिँ अब साइकल पनि हुन्छ साइकलहरू पनि छ होइन हुन्छ यस्तो सफा छ यो रोड चाहिँ है ठिक छ के भन्नु म त केही बोल्नै आएन हौ रोमानियाको झन्डा त त्यत्रो तल है यस्तो छ ल युरोप भन्नु मात्र हो गाह्रो छ ल पार्लियामेन्ट आएको बसबाट भर्खर झरियो अर्कै बाटो पो गइरहेको छु अब मोबाइलमा ध्यान दिने भएको सर र मैले के गर्नु कटेर गइसकेको छ फेरि हिँड्दैछौँ हामी गाह्रो छ डेकोरेसन चाहिँ यस्तो भइरह्यो है यसमा चाहिँ अनि क्रिसमस पनि लगाइरह नि त अब क्रिसमस डिसेम्बर 1 हो अब क्रिसमसको यहाँ चाहिँ अब अलिकति हाम्रो दसैँ तिहार भने जस्तै यता नि मजाले मनाइन्छ नि त अनि यहाँको डेकोरेसनहरू चाहिँ बवाल हुन्छ क्या रोडहरूतिर म त्यो पनि देखाउँछु तपाईँहरूलाई अहिले सबै देखाउँछु म अनि यहाँ चाहिँ 4 बजे नै अलि अँध्यारो भइहाल्छ त्यही हो रात लामो छ दिन छोटो छ त्यही हो के हुन्छ म देखाउँछु अब हिँडिरहेको छु अब अलि माथि नै आइएछ बस के अरे के बिर्सिहाल्यो के अब म्याप नहेरिकन आएको अगाडि नै आएछ कि ल अब के हुन्छ देखाउँछु म फेरि अहिले ठ्याक्कै देखाउँछ भने ठ्याक्कै अन भइरहेको क्या हेर्नु यहाँ बत्तीको झिलमिल देखाउँछ तपाईँको ल हेर्नु ल यहाँ चाहिँ यस्तो डेकोरेसन हुन्छ क्या क्रिसमसको रोटैभरि झिलमिल ठ्याक्कै 1 मिनट अगाडि कुरा गरेको थिएँ ठ्याक्कै अब झिलमिल देखाइहाल्यो बत्ती बालेर झिलमिल गइहाल्यो ल हेर्नु न डेकोरेसन चाहिँ बब्बाल हुन्छ क्या यहाँको अझ के हुन्छ म सब देखाउँछु तपाईँहरूलाई ल हामी चाहिँ पार्लियामेन्ट आइपुग्यो ल बन्द हान्दै ठ्याक्कै रेड लाइन भयो रेड लाइट पार्लियामेन्ट छोडे गाडी आयो हाम्रो चाहिँ इन्ट्री हुन्छ हाम्रो चाहिँ इन्ट्री हुन्छ अब यही हो पार्लियामेन्ट क्रिसमस ट्री यो चाहिँ क्रिसमस बत्ती बालेको छैन के हो पार्लियामेन्टै ल नाइट भ्यू यहाँ चाहिँ क्रिसमसमा चाहिँ अब रमाइलो हुन्छ ल अझ बत्तीहरू गऱ्यो के हो मासु पनि के आइटम के आइटम पनि मासु त्यस्तो हुन्छ रोमानियन आइटमहरू क्रिसमस खानेकुरा चाहिँ के हो रोमानियनहरू यहाँ त सब बिफ होला यार टोइलेट ऊ त्यहाँ टोइलेट च्यापेर मर्न आइसक्यो यहाँ टोइलेट रहेछ ल टोइलेट बसेर कुरा गर्छ साथीहरू ल टोइलेट फेऱ्यो आनन्द भयो ल यो क्रिसमस ट्रीमा चाहिँ किन बत्ती नबालेको यहाँ चाहिँ पुरा मेला लगाइरहेको है क्रिसमसको हेर्नु ल यहाँ रोटिपिङ होइन रोटिपिङ कत्रो छ यहाँ रोटिपिङ यो चाहिँ पार्लियामेन्ट हो यो चाहिँ हाम्रो सिंहगढ जस्तै हो यहाँको रोमानियाको यस्तो छ यहाँ टिकटक बनाएर
टिकटक बनाइरहेको खेल्ने हो यो के हो कहाँ खेल्छ हौ कति दिन्छ नत्र खेल्ने त खेल्दैन हौ अब त्यो नेपाली हो क्या यहाँ त सब नेपाली मात्रै सक्छ उ त माथि बस्ने नेपालीहरू हो क्या यस्तो छ है यहाँ चाहिँ ल रमाइलो भएर अब यहाँ त्यहाँ चाहिँ प्रोग्राम गर्ने ठाउँ होइन त्यो चाहिँ बत्ती बालाखेर त्यहाँ चाहिँ अब के हुन्छ भने अब प्रोग्रामहरू हुन्छ भनौँ न त्यहाँ चाहिँ त्यहाँतिर चाहिँ प्रोग्रामहरू हुन्छ यहाँ यस्तो छ है मेला लागेको छ मेरो बत्तो छ यहाँ बमिट हान्छ हौ बमिट ठिक छ खै कहाँ गयो त्यो फेरि कहाँ गयो सिटी उता गएको रहेछ उता छ ल बच्चाहरूलाई खेलाउनु चाहिँ सही हुन्छ फोनमा यहाँ चाहिँ अब कन्सर्ट जस्तै क्या अब के हुन्छ अब भनौँ न यहाँको सेलिब्रेटीहरू आएर हुन्छ अब के हुन्छ यहाँ चाहिँ कन्सर्ट जस्तै हुन्छ ल अहिले भएको छैन कहाँ हुन्छ हौ तट बाउलो त खेल्ने खेल म त खेल्नु ल है त अहिले फेरि भेट्छु म ल साथीहरू घुमियो होइन घुमियो रात पनि परियो अब घरतिर फर्किने कार्यक्रम गर्दैछौँ आजको भिडियो यति नै हुनेछ आज यहीँ समाप्त हुन्छ हेर्दैमा मन परेमा लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला यति भन्दै बाइ